सही टिकटक बनाउनु टिकटक बनाउनु टिकटक माछा मार्दै हुनुहुन्छ यहाँ है कर्णालीको बाम माछा ये परे त न परे पऱ्यो 5-6 पऱ्यो ए साना हो भ्याउँदैलाई नि हो भनिदिने होला पऱ्यो हजुर हाल्नै जान्नु रहेछ तल गनेर सब बाइकी पौडी खेल्नु माछाहरू सब धराइन्छ गनेर सब गयो अरे अब कोही सुधार गर्ने ऊ हाकिमले अब नहुनु तुफानले खेल्छ सर्टकट करेन्ट हान्दिने ल हामी माछा मार्दैछौँ यहाँ अहिले गनेला हालेर बटले कस्तो गनेला हाल्नु भयो यार ऊ एउटा अर्को गनेला थियो थाहा त यो नि ए अहिले सितान हुन्छ कि हजुरलाई त आफै बुटेर खाइछ हाँस्नु नफाल्नु अहिले खोज्नुपर्छ फेरि माछा सब भाइ बेच्दै छन् भने सम्बर गरिहाल्नुहोस् के अरे ए समाउँदा म 4 पौड खेल्छु है यस्तो हुन्छ गाइस गर्नु होला खबरसँग नदिनलाई हो चाली गर्दा पनि अलि चल्छ गाने पगला सब गयो कता गयो तिनीहरू कहाँ जानु लाग्यो तिनीहरू कहाँ जाने हो जाऊँ हामी माछा मार्न जान लाग्यो है खोलामा हो त यही खोलामा माछा पर्छ अरे छडा 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 हेर्न आएको हामी यहीँसम्म हो लास्ट यहाँबाट त गइहाल्छ त बाम गइहाल्छ नि बाम यता पनि भेट्नु नसक्यो उ तलबाट त्यस्तो राम्रो छैन नि भाका जस्तो राम्रो बाबु लोटिन्छ त अहिले हामी यहाँ बाम मार्न आएको बामै छैन बाम ऊ तल छ खोलामा त्यहाँ पिकनिक बनाउन आएर छ बिचरा पानी बगेर गइसक्यो कहाँ जाने किन जाने त्यहाँ होइन खस्यो भने जान झ्याउ हुन्छ पाए जाने त ऊ त्यो माथि जाने त नि ल जाम माथि जाउँ ए लोडला चाहिँ समात हात समात मम्मीको हात समात न यसलाई समात हात समात ल अब हामी निकास खोलाको पौडी हेरेर हामी जाँदैछौँ गाइस हात समात भने चल कुद साला आँखामा गयो ए घाम बाममा चाहिँ आँखामा गयो
औ हामी यहाँ बाम मारेर आइसक्यो तपाईँ कहाँ आउनु भएको छ कि खै बा हो ऊ हेर्नु त कालो बाम बाहिर हालेको बल्छी माथि फालिदिउँ त्यो त अप्ठ्यारो छ के बाटो चलाउने आइपुग्यो त ठाउँ सुन्नु त्यो ढिँडो त्यहाँबाट चाहिँ खस्यो हाम्रो ए बाबुको खुट्टा कुच्चियो बाम मारेर हामीले आइसक्यौँ ए खोलामा यो छोड्न लुटिन्छ ए सोच खोलामा छौँ हामी यो ए ल है कोमो नै लोटिन्छ बगिन्छ भने नाच्नु न एउटा हजुर नाच्नु ल गाना गीत गाना गाना लगाइदियो एउटा दसैँ सर र ग्यास भनेको यही हो के अब कसले गीत कि सकिगयो के गरौँ त हुन्छ लाइन खै त बोल्छु बोल्छीमा फाल्दै गयो बाँध्नु लग्यो होला बोल्छु नि उल्टा कुरा बामले त्यहाँ हालेको स्वाटै लगिदियो त्यसै उल्टा कुरा गरेर फालिदिएको त बल्छीले मारेको एकैचोटि बामले लगिदियो यार हामी अहिले निकास खोलामा छौँ गाई निकास खोलामा माछा मार्न आएको बल्छी सल्छी लगिदियो बामले हामी सब अब जाँदैछौँ खाली हात यी साथमा कुकुर पनि छ एउटा साथी यहाँ चौरबार छिरे जाउँ है चौरबाट ल बाटो त्यहाँ पसेर सके घर ए घाँसको भारी यस्तो हुन्छ यहाँको पुरै छ नि यहाँको मान्छे यस्तो बोलेर गइजाउँ नि यहाँ ए यस्तो हुन्छ यहाँ घाँस सास घुम्ने मान्छे आउनु नि एउटा सिन्धुपाल्चोक पाहाड डुबेर उयो तल डुब्दाखेरि निकाल्ने मयुम डुबेर निकाल्ने हो र आयो 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 माछा आयो माछा आयो माछा आयो 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 माछा आयो ऊ त बल्छी लगाउनु उता छ ऊ त बल्छी किरा त्यहाँ छन् ऊ त्यहाँ खारो राखेर माछा लाग्छ किरा किरा सामान न किरा त्यहाँ छन् ऊ त किरा गइयो होला किरा सामान नि पातमा हेर्नु न मान्छेलाई हान्दिनलाई बोल्छु फेरि के हुँदो के केटासँग आउनु पनि रोड लाग्छ है त्यो हल्का छैन त्यो किरा सामान न किरा गइसके कहाँ खेल्ने हो र ऊ माथि खेलौँ न बाग्दो ल चौरमा पाइन्छ र चेप्टिएर खेलौँ न चेप्टिएर बाबासँग जा भनेको एकछिन म अगाडि जान्छु पहिला म
अगाडि जान्छु के यहीँ बस्छ तिमीहरू नानीहरू सक्दैन नि के हो सक्दैन बच्चाहरू बल्छी यहीँ राख्नु न को बस्छ नि? यहाँ थाप्नु पर्छ त्यो त लागिसक्यो बल्छी यहीँ ल नलकै मलाई ओए यहीँ बस्छ नि तिमीहरू जाऊ हजुर गइसिन्छ कि नै? कहाँ पारि कुन्नी त यिनीहरूलाई कसो लाग्नु त नि अहिले हामी यहाँ खोला तर्दैछौँ खोला बग्ला है बग्ला बच्चा चिप्लो छ चिप्लो छ चिप्लो छ त्यहाँबाट सकिन्न 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 सामान ए हेमेला पखाल यता ए हेमेला सक्दिन जाने जुत्ता बस उता जानु हजुर उता जानु भाइ हजुर जानु म चाखामा दिन्छु अब यहाँ कतिजना खस्दै अब डर मान्यो पहिला उसलाई भने बाबुलाई यता आउनु न म धार्छु ऊ यहाँबाट फतालिन्छ कि यहाँबाट फताल्ने हो पछि कसरी लाग्नु त पछि बगाउनु त्यहाँ अड्किहाल्छ त्यहाँ मान्छे बग्यो भने त्यहाँ अड्किहाल्छन् यताबाट गएर त्यहाँ छोपिहाल्छन् के हो त्यहाँ मोबाइल खस्ला फेरि मोबाइल सोबाइल कतिजना मान्छे छोपियो कतिजना कहाँ जानुपर्ने चप्पल लाउन सिसाहरू कति खोला तारियो कति खोला मान्छेहरूलाई छोप्यो यहाँ पौडी खेल्ने जाने सिप ठाउँ छ जो लग्छ त्यसो अहिले पनि जाने के खाना अहिले यता आयो भने अघि उता जायो भने मेरो साथीहरू हुन् यिनीहरू अँ हो र पुरै छन् भनेर के भयो आजको भिडियो पुरा खोलै खोलो आज खोलै खोल यता खोला माथितिर तल्ला तलतिर खोला धेरै धेरै
हेर्नु सर हजुर स्टुडेन्ट चलाउने चाहिँ वारीका यहाँनिर ल खाने पानी खाऊ भगवान् दर्शन गर कहाँबाट आउने चाहिँ पानी हो यो पानी त जमानादेखिबाट हो त यो टङ्की पनि यसको मुलो यो मुलो आइरहन्छ खै कहाँबाट आउँछ चलाउने त त्यो वारीको यता चलाउँछन् पारीको चाहिँ ऊ त्यही पारी हो अहिले जान्छ कहाँ हो यहाँ जानु लागेको खोलै खोल कता हो यस्तो छ खोला निकास खोला खडा भन्ने योलाई लास्टको खडा यो भेरीबाट माछा आउँछ यहाँ कहाँ चरा चरामा बस्यो भने त्यही बेला माछा भरायो हामी सब गइदिउँ होला है हेलो गाइस हामी त्यही बेला माछा भरायो भने गयौँ यस्तो छ गाइस कहाँ आयो कि हामी यता लोडिन्छ अब उता जाने कि बच्चा पनि उता हो क्या किनारे मोबाइल खस्दा फेरि अर्कालाई खुब भन्ने आगो चाहिँ आउन सकेन चिप्लेर फेरि उता लगा खोलाको छडा यहाँ यस्तो बगेर जान्छ यहाँ यस्तो बगेर जान्छ यहाँ तल पौडी खेल्ने ठाउँ छ यता म छु उहाँ घाँस काट्ने मान्छे दाइ हुनुहुन्छ जाम अब बनाइदेऊ त्यहाँ भिडियो गराइदिउँ मोबाइलबाट त्यहाँबाट गराइदिउँ त्यहाँबाट गराइ
अभ्यास हामी पुरा निकास खोलाको छवटा गएर अनि आइसक्यौँ फोटो खिच्यौँ भिडियो खिच्यौँ सब गरेर आइसक्यौँ गाइज सुजल सुजल अब सुस्त हिँड्नु न सुस्त आउँछ आउँछ म माथि गएर बसौँ ल चप्पल खोइ त खाली पुरै नाम नयाँले उता खोलामा जाऊ न बगेर जस्तो गर भिडियो बनाऊ क्या के गरेका यस्तो के सुत्ने पानीमा सुतेर गर्ने हामी मरेर मान्छे भने खोज्नु जान्छौँ छिटाउ क्या पुरा खोला घुमेर आइसक्यौँ हामी निकास खोला आइपुग्यौँ तर्ने ठाउँमा जोर निकास खोला मेरो उभियो म माछा ल्याइदिन्छु है कहाँनिर उभिने एकजनालाई तारेर फेरि आउनु त्यहाँ उभिनु पर्यो है होइन उभियो है ए बस्छु उता भ्याट बनाइदिनु न बस बस त जान्छ ल फेरि किन हाल्छौ जिम्मे खोजिहाल्छ देखा किन हालिदिन्छु है जिम्मे छ है यता आएर अभियान नै के गर्नु मार्न नसक्ने मागेर पनि गुजरात चलाउनु आऊ यता मामा जाऊ जानु पर्यो छिटो आऊ डर मान्ने जाउँ अब यता यता मामाको बुझ्यो यता 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 लाग्यो नि मामाको बुझ देखा माछा ओ भोटी रहेछ भोटी धगल दिन हजुर होइन यता बुझाउ न खोला आजै बाबु पहिला गयो फेरि
म बल्ल घाँटेसँग अब हामी पुरा के अरे निकास खोलाबाट माछा साछा भोटी माछा बुङ्गुर माछा सब मारेर हामी यहाँ माथि आइसक्यौँ। हो हेर्नु गाइस जङ्गलबाट माथि आउँदैछन् मान्छेहरू। यहाँ बाइक स्कुटी पनि आइसकेका छन् सुर्खेत बजारबाट। अब फेरि दिँदै यहाँ बुढी लाग्यो फेरि लडाइँ गर्छु यहाँ। अहिले रक्सी खान्छन् बाइक हामी पल्टा छोडेर जान्छन्। यिनीहरू बानी हो जिम्दैछ है त्यो त पहिला किन आइदिस् त? अब यो पहाड पाइन्न माछा अभियान्स मासु एउटा दियो एउटा दिएन भनेर के ए अभियान्स यहाँ भने अहिले म पदे भन्नु ए अभियान्स त्यो माछालाई काटेर बनाउनु भएको अहिले घरमा गएर ए भात बार्ने गरे आधा आऊ हामी पुरा चौडमा आइसक्यौँ। यहाँ चौडमा हजुर गौर एउटा लग्यो देखेन यार एउटा लग्यो देखेन हजुर यहीँ बजारको बाइकमा हिजो भेटेको थियो 2 दिनको लागि लग्छु भने हो जुम्ला जान्छ भनेर के अरे भोटी माछा त्यहाँ गएर उसले मागेर ल्याउनु भयो। होला चौर जङ्गल छोरो भने छोरै हुन्छ क्या यही हो बस्ने खाने त्यही आएन मरे मान्छे आएपछि यहाँ खानेकुराहरू खाने चिजहरू ठाउँ हो यो को अरे यसलाई चान्चोकी भन्छ यसलाई यो के गर्ने ठाउँ अरे भन्नु त हजुर के गर्ने ठाउँ अरे यो चाहिँ मरेको मान्छेहरू त्यहाँ जलाएर अनि आएर नास्ता बाँड्ने हुन्छ नि हजुर हजुर पानी पऱ्यो बेला के हजुर हो त्यो के भन्छ धर्मशाला है भनौँ के पाइन्छ खानामा यहाँ जे दिन्छ त्यही खाने हो के अरे अब योले भन्न मिल्दैन ए बियर सियर पाइन्छ मरे मान्छे घरमा बेर देला नि त नहुने कुरा नि त्यहीँ उब्किसकेको थियो ए उम्किसकेपछि कुनै के दिन्छ पिकनिक अब हामी खाने पाएन भरि खेल्यौँ र छोडेर जानु पऱ्यो भातिम के आयो भाँच्छु सुकेर चाहिँ भाँच्दिनु कोही लग्ने लग्छ नि नपारी दाउरा हुन्छ त भातिने मैले भाँच्दिनु भाँच्ने होइन भाँच्दिने माथि रुखमा चढ्नु यस्तो हल्लाउनु ढल्छ हामी तपाईँ छौछौँ अहिले ऊ अरे होइन र हामीले नाता फेरि होइन र ल भान्नु म दिन्छु 100 रुपियाँ ए नहो छोड्नु छोड लाग्यो नि झ्याउ हुन्छ फेरि तपाईँ आफै यहाँ भनेर चढ्नु चोट लाग्यो भने आफै जिम्मेदार भनेर चढ्नु अब फेरि 50 त चिल्लाए आज त अब छि मार्दै क्या के आधा अध्याय गर्ने फेरि उता पनि
लुटेपछि चोट लाग्यो भने आफै जिम्मेदारी हो भिडियोमा भन्नु पहिला भन्नु भन्नु जानु मलाई चाहिएन दाउराहरू खोइ लग्ने जर्ने लाएर मऱ्यो भने हजुरको जिम्मा त्यो रुखो चढ्दा त अलि पुरा फाइट गर्दैछ फाइट होइन पुग्नु सक्नु परेन किन पुग्नु पर्छ तलबाट चढ्नु सकेन जुत्ता जाने मेसो बा मान्छे तलबाट त्यही माथि पुग्नै पर्छ बादर रुखमा चढिरहेको छ सानचौकीका बादर बरु तिमी धलाउला त्यो रुख किन धला झल्दैन तिमी धलाउला विचार गर फेरि होइन गइ त मिन त अपराध पार्ने होला नि हामीलाई चढायो भनेर सुकिया रहेछ नि सुकिया होइन म एक्जाम लिन चाहन्थे हजुर पास हुनु पर्छ झर्नु होला यो बच्चा के नाटक गरे अहिले बरे पनि हामीलाई जिम्मा नगर्नु है त्यो बाबुले त बन्द तल बाबु छ ए यो सुकिया छैन कि काँचो रहेछ झन् सुग्या हुने त्यसै दुःख दिएर अघि भनेको होइन बरु तिमी खसाउनु त्यो रुख खस्दैन भनेर पात मात्रै झरेको कि झर्नु झर्नु त्यो रुखले अहिले पनि बनाएर थियो तपाईँ पाउनु बजे ल्याऊ ओ बजे ढुङ्गी मर्छु अब यो पाउनु बजे मारे हुने हो यसो ढुङ्गी गए चल्दिनु मर्न काला उनलाई त दराजमा झिक्दिएर छन् के भागिन ल्याएर एक दिन आस्ने